हेलो गाइज, वेलकम। दिस इज माई न्यू ब्लग होइन। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु होइन। आज चाहिँ म काममा निस्केको 81 सेन्ट फ्रान्सकोमा चाहिँ 81 गर्मी बढ्यो कि। हिजो अस्ति 45-50 डिग्री चाहिँ हुन्थ्यो भने आज चाहिँ एकदम 85-90 गइसक्यो क्या। 81 होइन, हिजोसम्म चिसो थियो होइन। हिजोसम्म 2-3वटा ज्याकेट लगाएर काममा आउनु पर्थ्यो। आज त टी सर्टै लगाएर काममा आउँदा पनि गर्मी छ। म चाहिँ यसो काम गरेर एकदम गर्मी भएर यसो पार्कतिर आएर बसिरहेको थिएँ। अब चाहिँ एकछिन म काममा निस्किनु पऱ्यो। एकदमै गर्मी भयो क्या। हेर्नु न, तपाईँहरू पनि देखिराख्नु भएको छ होला, यस्तो घाम छ होइन। त्यही भएर चाहिँ एकछिन म यता पार्कतिर बस्छु। अब त्यसपछि चाहिँ म फेरि काम स्टार्ट गर्नेछु। ठिकै हुन्छ त्यति बेलासम्म। अब चाहिँ हावा चल्न लागेको छ। अब 4-5 बजीतिर अब साँझको काम गऱ्यो भने ठिकै हुन्छ। अहिले चाहिँ एकदम गर्मी भएर एकछिन चाहिँ म यतातिर पार्कतिर बस्छु। त्यसपछि काम हान्ने। सही हो। गाइज, अब 1 घन्टा त्यहाँ पार्कमा टाइम स्पेन्ड गरियो होइन। अहिले अब 5 पनि बज्यो होइन। अब चाहिँ म चाहिँ अब काममा जानु पऱ्यो। अब 5 बजिसक्यो। अहिले चाहिँ अब हल्का चिसो पनि भयो। अब हावा पनि चलिहाल्छ होइन। अब चाहिँ म यहाँबाट टक्क लगाएर काम गर्न जानु पऱ्यो। आज चाहिँ मैले बाइक ल्याएर आएको, स्कुटर चाहिँ घरमै छोडिदिएको छु। टक्क आज चाहिँ म बाइकमा काम हान्छु। एकजना साथीको पनि आज छुट्टी रहेछ क्या। यसो जाऊँ न त कतै, डुलौँ न त भनेको। मैले साथीलाई पनि ल्याएको छु। साथी चाहिँ अब अलि हुन्छ नि, क्यामेराम्यान नै हो साथी चाहिँ होइन। यता टक्क भिडियोहरू यता सुट गरिरहेछ होइन। अब साथी र म चाहिँ आज यसो 2-3 घन्टा साथीलाई पछाडि बसालेर साथीले अर्डरहरू यताउता पिकअप गर्छ। म चाहिँ बाइक चलाउँछु होइन। मलाई चाहिँ एकदम सजिलो हुन्छ जस्तो छ आज काम हान्नलाई। किनभने डेलिभरी गर्दाखेरि चाहिँ 2 जना भयो भने चाहिँ हल्का इजी नै हुन्छ क्या। रेस्टुरेन्टहरू पिकअपहरू गर्दा यताउता गर्दाखेरि चाहिँ। साथी चाहिँ यता क्यामेरा हानिरहेछ भन्ने छ होइन। ल गाइज, आज चाहिँ होइन अब दिनभरि अब के हुन्छ होइन, के भइरहेछ टक्क म तपाईँहरूलाई कसरी डेलिभरी गर्ने यताउता होइन, सेन्ट फ्रान्सकोमा हुने टक्क भ्यूहरू चाहिँ म तपाईँहरूलाई देखाउने छु होइन। मेरो भिडियोहरू चाहिँ टक्क फलो गर्नु। ए हो, सही हो। ल त गाइजहरू, सबैजना सन्चै हुनुहुन्छ होला होइन। म पनि सन्चै छु। तपाईँहरूले धेरै माया छ होइन। हामीजना सबैजना सन्चै हुनु पऱ्यो। के छ शङ्कर भन्नु तिमीलाई? सबैजनालाई हामीले धेरै कति भेट भएको छ। कति महिना पछि रे? हाम्रो 3-4 महिना पछि चाहिँ शङ्करसँग 4 महिना 4 महिनाको पछि होइन नि त भेट भएको। आज चाहिँ हामी सँगै छौँ होइन। बडा रमाइलो गर्नुपर्छ भन्ने बोल्न चाहिँ सक्छौँ। रमाइलो त मदनले गर्दैन कि, तपाईँहरूले थाहै होला होइन। रमाइलो मदन त्यस्तो कुराहरू म लाग्दैन। तपाईँहरूले तपाईँकै कुरा हो। मर्निङको जुत्तापट्टि मिलाएको होइन। जति दुर गति त यस्तै हो। टिकटकमा फेसबुकमा युट्युबमा कति अपलोड हुँदैछ होइन। सबैजनालाई लाइक सब्सक्राइब हान्नु पऱ्यो ल गाइजहरू। गरिदिनु होला होइन। यही हो। साथीहरू, तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। तपाईँहरूको यादको दाम नै दिएन। अरू नानीको यादमा दुख्छ, म चाहिँ तपाईँहरूकै यादमा दिइरहेको। लाइक म चाहिँ एकदम बिजी भयो क्या। एकदम बिजी मात्र भएर मलाई थाक्नै गाह्रो भयो होइन। के भन्ने चाहिँ भयो। अब चाहिँ छिटो छोड्नु पर्ने भयो क्या। एकदम अर्डर धेरै भयो मसँग चाहिँ। के हो, ड्यासरहरू छैन है क्या सेन्ट फ्रान्सकोमा? मलाई मात्रै अर्डर खाले थियो हो। धेरै खाली त मलाई त अर्डर पाएँ।
भएपछि यसै डाउनटाउन हो होइन अब क्यालिफोर्नियाको सेन्स फ्रान्सिस्को क्यालिफोर्निया स्टेट इज डाउनटाउन होइन क्यालिफोर्निया डाउनटाउन त्यस्तो बवाल छ क्या यहाँ चाहिँ त्यो अफिसहरू त्यस्तो हो रेसिडेन्टल एरिया चाहिँ हो यतातिर चाहिँ तर सबभन्दा एरिया भनेको चाहिँ हो क्या